दाँतको स्केलिङ गराउनुको साइड इफेक्ट भन्नाले चाहिँ अब त्यही हो, सिरिङ अलिकति हुन्छ है। र त्यो सिरिङ पनि कस्तो हो, टेम्पोररी हो, एकदमै टेम्पोररी है। आफैले हामी इमेजिन गरौँ, हामी जाडोमा 2-3वटा लेयरको कपडा लगाएको हुन्छौँ। एउटा लेयर कपडा हटाइदिएपछि के हुन्छ, अलिक चिसो लाग्न थाल्छ होइन। त्यस्तै हो हाम्रो दाँतमा पनि, फोहोरले दाँत जमाएर राखेको छ, छोपेर राखेको छ है। तपाईँले त्यो फोहोर हटाइदिनु भयो भने दाँत त हल्का अलिकति दाँतको नेचुरल चिज त देखियो हो कि होइन। फोहोरले छोपेको चिज त हट्ने भयो। हटेपछि दाँत अलिकति खुल्ला भएपछि हावा लिँदाखेरि अथवा चिसो पानी तातो पानी खाँदाखेरि अलिक सिरिङ गर्छ। त्यो एउटा साइड इफेक्ट हो यसको। तर त्यो साइड इफेक्ट टेम्पोररी, केही समयसम्मको लागि हो। किनकि त्यो जुन खाली ठाउँमा फोहोर आएर बसेको थियो, त्यो फोहोर हटाइसकेपछि तपाईँको अब गिजा बढ्छ, गिजा ल्याएर छोप्छ है। त्यसैले त्यो गिजा छोप्नलाई के नभए पनि 2 विक्स 3 विक्स जति समय लाग्छ। त्यो 2 to 3 विक्ससम्मको टाइमको लागि चाहिँ हामीले के भन्छ, अलिकति सेन्सिटिभिटीहरू हुनसक्छ। अर्को हुनसक्ने साइड इफेक्ट नभनौँ त्यसलाई होइन, मानिसमा आउने भ्रम के होइन। दाँत निकालेपछि के भन्छ, सफा गरेपछि दाँत हल्लिन थाल्यो भन्नुहुन्छ। किन भयो त भन्दा, दाँतलाई पुरै फोहोरले जमाएर राखेको छ पुरै नै। यी गर्दाखेरि यहाँ पुरै फोहोर देखाएको छ, भित्र पनि देखाएको छ। फोहोरहरूले 2-3वटा फोहोरले के भन्छ, 2-3वटा दाँतलाई एकदमै क्यालकुलसको ढिक्काले जमाएर राखेको छ। अब त्यो जमाएर राखेको ढिक्का फोहोर हो, थाहा छ। अब त्यसलाई हामीले हटाइदिएपछि त दाँत त अब खुकुलो हुने भयो, हल्लिन थाल्छ। त्यसैले त्यस्तो केसेस भनेको चाहिँ एकदमै भनौँ न, हल्लिरहेको दाँतलाई चाहिँ यो दाँत स्केलिङ गरेर दाँत हल्लिएको चाहिँ होइन होइन। हल्लिएको दाँतलाई फोहोरले जमाएर राखेको थियो भनेर चाहिँ बुझ्नु पऱ्यो कि। त्यही भएर स्केलिङ गरेर त्यस्तो साइड इफेक्ट हुँदैन। अलिकति सेन्सिटिभिटी हुनसक्छ केही समयको लागि। र फोहोर दाँतहरूलाई एकदमै फोहोरले जमाएर राखेको दाँतलाई सफा अब अलि हल्लिन सक्छ, त्यति कुरा हो। नभए त्यो बाहेक त अरू खासै साइड इफेक्ट चाहिँ छैन।